गाइज अब आज हामी चाहिँ निस्किएका छौँ ट्रेकिङ हैन। अब सुरुदेखि नै भिडियो बनाऊँ भनेको सुरुदेखि चाहिँ बनाउन पाइएन। आज हामी आएको छौँ बुडापेस्टको एउटा कुनै ठाउँको डाँडा। सेम यस्तो नेपाल जस्तै छ भन्थे पहिला भिडियो हेर्दाखेरि हैन। लगभग त्यस्तै नै छ तर अलि विकसित भर्जन। जस्ट द्याट डिफरेन्स भनेको त्यही हो, विकसित भर्जन। नेपाल विकास भयो भने चाहिँ यस्तै हुन्छ कि भन्ने मलाई लाग्छ हैन। डाँडा साडातिर घरसर बनाएर बसेको छ। ल पछाडिको भ्यू एक लट काठमाडौँको डाँडातिरबाट कतै हेरे जस्तो फिल भइरहेको क्या। ठिक छ, टाढो उकालो छ तर हाम्रो लागि के होइन यो उकालो हैन। हामी डाँडा काँडामै हुर्केको मान्छे अलरेडी। यतिको डाँडालाई यतातिर माउन्टेन, हाम्रोतिर पहाड यतातिर माउन्टेन। माउन्टेन भनेको त हाम्रो लागि सगरमाथा हो नि त। यति त हाम्रो लागि वार्म अप मात्रै हो। हिँडिरहेको छौँ। आज हाम्रो दाइ अगाडि हुनुहुन्छ। पछाडिको भ्यू कस्तो लाग्यो गाइस भन्नु होला है। छोटो मिठो हुन्छ यो अब हैन। माथि गएर टक्क हामी यसो एक एकवटा बियर खाएर दाजुभाइ इन्जोय गर्छौँ। हाम्रो दाइ हुनुहुन्छ यहाँ अगाडि। नमस्ते नमस्ते फर नेपाल। नमस्ते। दाइले अगाडि बाटो देखाउँदै म चाहिँ दाइलाई फलो गर्दै हो आज हैन। दाइ चाहिँ अलरेडी हाम्रो नेपालको जुन ठाउँ मैले घुम्न चाहिरहेको छु नि, जुन ठाउँ मैले घुम्छु भनेर सोचिरहेको छु, डोल्पा भयो, रारा भयो, अरू ठाउँ मुस्ताङ सुस्ताङ, दाइले त जनामै खाएर हिँडेको मान्छे हो। अब भएछ भने दाइ भगवान्ले जुराएछन् भने नेपालमा सँगै एक लट चाहिँ टुर हान्नुपर्छ दाइसँग। दाइले दर घुमाएछन् क्या गोराहरूलाई। गोराहरूदेखि लिएर यता सबैसँग घुमेर दाइ अलरेडी देश खाएर शेष भइसकेको मान्छे। यो चाहिँ नेपालको माटोको ढिस्को जस्तो हो नि दाइ। उकालो चाहिँ उकालै छ छन त। अनि यो धेरै सट्ट घोरेपानी ट्रेक जाँदाखेरि 130 भन्ने ठाउँ निस्किन्छ क्या। ठ्याक्कै सस्तो जङ्गल पारिपरि बिचमा टी हाउस हुन्छ हैन। ठ्याक्कै त्यस्तो छ यो घोरेपानी ट्रेक जस्तै छ गाइस। ल ठिक छ। किन रोक्नु दाइ रोक्नु in a healthy manner and just become the right person that actually matters. Every day I drive my car to my little job and I find some peace in the stations. हात यस्तो देखा जस्तो गर्नु त हातले। But I wish there was a song with your name as the title. Oh yeah. I wish there was a song with your name as the title. Oh yeah. Let's all the way from Nepal. तेल त हाल्नु परिहाल्यो नि यहाँ। That I hate, I tend to embrace. Wonder why. धुप्पी सल्लो नेपालको जस्तै धुप्पी सल्लो I'm so backwards, upside down.
राम्ररी हो नि त यहाँ यताको चाहिँ मैले पाएको भनेको यता मान्छेहरू रिसाइकल गर्नमा कस्तो छ क्या अब एउटा बोतल के जुस किन्यो भने नै अलरेडी नै यहाँनिर 50 फरेन भन्ने हुन्छ यताको 50 रुपियाँ होइन त्यो चाहिँ अलरेडी सुरुमै डिपोजिट गरिसकेको हुन्छ क्या ड्रिङ्क्स किन्ने मान्छेहरूले अनि यो चाहिँ के भएर मान्छेहरू लोभैले भए पनि रिसाइकल गर्छन् भनेर चाहिँ यो सिस्टम छ यतातिरको मलाई यो चाहिँ एकदम बवाल लाग्यो दाइको नि देखाउनु त दाइकोमा छ कि छैन यहाँ छ अलरेडी सुरुमै फेरि हाम्रै पैसा हो हामीले नै डिपोजिट गरे हो क्या सुरुमा सही हो यो नियम चाहिँ नेपालमा पनि ल्याउनुपर्छ अब कहिले हुन्छ होइन थाहा छैन अनि यताको मान्छेहरू चाहिँ सहरमा भन्दा पनि अब गाउँमा बस्न रुचाउँछन् धेरै मलाई पनि गाउँमै बस्नु मनपर्छ होइन अनि अर्को कुरा चाहिँ के जस्तो पनि लाग्छ भन्दाखेरि सहरमा चाहिँ धनी मान्छेहरू प्रायः बस्दैनन् जस्तो लाग्छ यतातिर चाहिँ जो मान्छे हसल गर्नुपर्ने हुन्छ जो मान्छे कमाउनु पर्ने हुन्छ जो मान्छेको हुन्छ नि जबसबको लागि जाने भनेको गाउँमा हो यिनीहरू गाउँको मान्छेहरू जाँदैन क्या यहाँ अलरेडी फार्मिङ यता सेम धरानतिर बसे जस्तो दाउरा साउरा राखेर टक्कसँगले चिटिक्क परेको यत्रो सानो घर छ यस्तो डाँडामा यसरी बस्या हुन्छन् है रमाइलो छ यतातिर नेपाल पनि विकसित भयो भने त यसको 4 डबल दामी हुन्छ जस्तो लाग्छ क्या दाइ मलाई चाहिँ ड्रिम लाइफ हो नि त यार टक्क सानो त होस् आफ्नै बारीमा उब्जेको सट्टा खाने अब नेपालमा हुँदा यस्तोमा हुँदा चाहिँ अब लाग्थ्यो के अरे खेती किसान नै गरेर बसिन्छ र यस्तो गरिन्छ र गर्ने हो र भन्छन् होइन भनिन्थ्यो आफूले पनि भनिन्थ्यो अब उहाँनिर टक्क यस्तो डाँडामा आउने कुकुर डढ्याउने देखाएको छ कि छैन यसमा जुम गर्छु है म हल्का कुकुर डढ्याउने हिँड्ने चिल लाइफ क्या दाइ आफ्नो एरिया एउटा घरको एरिया हेरेन भाइ कत्रो छ त्यो घरको हो नि घर मात्रै सानो नि त यहाँ हेर्नु गार्डन कत्रो ठुलो घेरे ठुलो छ गार्डन चिल आफ्नै एरियामा गार्डन पार्किङ सब व्यवस्थित भएर चट्ट बसेको नि सबैको घरबाट गाडी निस्किया हुन्छ यहाँ त सोकिनले मात्रै बाइक चढ्छ बाइक चढ्ने चाहिँ यहाँ सोकिनहरू हुन्छ होइन जसलाई चाहिँ बाइकमा पुरै इन्ट्रेस्ट छ त्यस्तोहरूले मात्र बाइक चढ्ने नत्र प्रायःले कार चढ्छ ल ठिक छ फेरि लाग्यो उकालोतिर हाम्रो जर्नी अझै नट फिनिस स्टिल गो मासतिर ठ्याक्कै यहाँनिर अगाडि भाइ फ्रन्ट हान हो फ्रन्ट हिँड्यो है अगाडिको डाँडा कतिको उकालो छ भनेर एकचोटि देखाइदिउँ होइन सबैजनालाई गाडी छ गाडीहरू छ क्या ब्लगरै हुनुपर्ने हो क्या भाइ हो र दाइ ब्लगरै हुनुपर्ने हो क्या नेपालको फेमस ब्लगर यार अब त्यो दिन पनि टाढा छैन दाइ त्यो दिन पनि टाढा छैन बिस्तारै अब नेपालमै राम्रो कमाइ भइदियो भए म आउँदैन थिएँ नि दाइ यहाँनिर भनेको चाहिँ ब्लगर गर्ने भने चाहिँ मेरो पनि एकदम इच्छा छ क्या ठिक छ दाइ आज दाइलाई मेरो भिडियोमा साउट आउट होइन साउट आउट टु विजय तामाङ होइन दाइको पनि अब यसो भिडियो सिडियो हेरिदिनु होला मेरो गाउँको केटाहरू @विजय तामाङ होइन दाइको अहिले यहाँ युट्युबको लिङ्क पनि आउँछ अनि मेरो गाउँको स्पेसल मेरो भाइहरू मेरो दाइहरू होइन सबैलाई धेरै मिस गरे दाइको भिडियोहरू यसो हेरिदिनु होला दाइकोबाट पनि बबाल आउँदैछ दाइको भिडियोको मोडलै मै हो मेरो भिडियोको दाइ नै हो ल ढुङ्गामा बस्यो एकछिन सट्ट घरै त्यहीँ छ बास्केटबल कोर्ट टक्क मिलाएर राखेको यता गाउँतिर चाहिँ हुँदो रहेछ बिजुलीको पोल नत्र सहरतिर देख्न पाइँदैन है यस्तो छ ल बुढापेस्टको टपबाट भ्यू हावा दामी आइरहेछ आज कहिले काहीँ यसो घुम्नु सुन्नु पर्छ है माइन्ड फ्रेस गराउनु पर्छ जिन्दगी यस्तै हो दुःख सुख सबैको हुन्छ बेला बेला चाहिँ इन्जोय पनि हान्नुपर्छ ल ठिक छ यो कन्टिन्यू हुँदै जान्छ अहिलेलाई एकछिन यसो आनन्द लिउँ यो ठाउँको होइन सबै कुरा अब धेरै पछि आउँदैछ भिडियो टाइम नभएर होइन केटाहरूले कहिले भिडियो हाल्दैनन् भनेर भन्छन् होइन यो चाहिँ अब यसो
सुरुवात अब कन्टिन्यू यसो कन्सिस्टेन्सी दिन खोजिरहेछु समयले भ्या छैन परदेशी जीवन यस्तै हो मान्छे त म पनि हिरै हो मा